नमस्कार। आज हामी एउटा निकै नै चासोको विषयमा गहिरिएर कुरा गर्दैछौँ है। नमस्ते, गरौँ न त। विषय छ नेपालको जग्गा नापजाँच डिजिटल कसरी भयो भन्ने। हाम्रो आधार चाहिँ सरकारी डिजिटल कित्ता नापी कार्य सञ्चालन विधि 2072 हो। हो, यो निकै महत्त्वपूर्ण कार्यविधि हो। किनभने अब बढ्दो जनसङ्ख्या, जग्गा टुक्रिने क्रम होइन, अनि मूल्य पनि अकासेपछि त्यो पुरानो तरिकाले त भ्याएन नि। त्यही त, पुरानो तरिका अपर्याप्त भइसकेको थियो। हो, आज हाम्रो छलफलको उद्देश्य चाहिँ यो नयाँ डिजिटल प्रणाली किन आयो, यसका खास खास प्रक्रिया के हुन्, अनि यसले वास्तवमा के फरक पार्यो त, यसमै केन्द्रित रहेर सरल भाषामा बुझ्ने कोसिस गरौँ। ठिक छ। ल सुरु गरौँ है त। आखिर यो डिजिटल प्रणाली किन चाहियो? पुरानोमा के समस्या थियो खास? पुरानो त्यो हातले नक्सा कोर्ने ग्राफिकल विधि थियो नि, त्यो भन्दा यो डिजिटल प्रणाली भन्नुस् न धेरै नै गुणस्तरीय छ अनि प्रभावकारी र भरपर्दो पनि। कसरी? अलि प्रश्न पारिदिनुस् न। कुरा के हो भने नि, पुरानोमा ठाउँ अनुसार नापी अलि फरक पर्न सक्थ्यो। हातले काम गर्दा सानोतिनो गल्ती हुने सम्भावना रहन्थ्यो। एकरूपता भएन। हो, एकरूपताको कमी थियो। त्यसले गर्दा विवाद पनि धेरै हुन्थ्यो। अनि अर्को कुरा, सूचना प्रविधिको विकास पनि त भयो नि, होइन? हो त। हो, त्यसले गर्दा यो रूपान्तरण सम्भव पनि भयो, आवश्यक पनि। यो कार्यविधिको मुख्य लक्ष्य नै नयाँ प्रविधि कसरी प्रयोग गर्ने भनेर स्पष्ट पार्नु हो। अनि त्यो प्राविधिक कामलाई सरल बनाउने र देशभरि नै नापीको एउटै तरिका, एउटै मापदण्ड कायम गर्ने, मतलब एकरूपता ल्याउने। अच्छा, एकरूपता। यसले गर्दा त्यो जग्गाको विवाद कम हुन्छ होला है? एकदमै। नाप जाँचमा हुने अन्यल र विवादहरू यसले धेरै हदसम्म घटाउँछ। यो त राम्रो कुरा भयो। तर मलाई एउटा जिज्ञासा लाग्यो, त्यो नापजाँच गर्ने यन्त्र हुन्छ नि, टोटल स्टेसन भन्छ क्यारे? हजुर, टोटल स्टेसन हो। त्यसले यति सटिक, यति मिनेट नाप चाहिँ कसरी लिन्छ? त्यो शुद्धता कसरी पक्का गरिन्छ? त्यो त एकदमै महत्त्वपूर्ण कुरा हो। त्यो यन्त्रलाई फिल्डमा प्रयोग गर्नु अघि अनिवार्य रूपमा जाँच र समायोजन गरिन्छ। जाँच? कस्तो जाँच? त्यसलाई स्ट्यान्डर्डाइजेसन भनिन्छ। यसमा त्यो यन्त्र मेट्रिक प्रणालीमा छ कि छैन, तापक्रम डिग्री सेन्टिग्रेड, चाप MMHG मा सेट छ कि छैन हेरिन्छ। अनि कोण नाप्दा सेन्टिसिमल प्रणालीमा दशमलव पछि 4 अङ्कसम्म, दूरी नाप्दा मिटरमा दशमलव पछि 3 अङ्कसम्म नाप्ने गरी मिलाइन्छ। मुख्य कुरा चाहिँ त्यसले कोण र दूरी ठिकसँग नापेको छ कि छैन भनेर विभिन्न परीक्षण गरिन्छ। जस्तै कलिमेसन एरर, इन्डेक्स एरर, लिनियर एरर चेक गर्ने। हो, त्रुटि कति छ भनेर एकदमै सानो सीमा तोकिएको हुन्छ। जस्तै 100 मिटरमा 5 मिलिमिटर भन्दा बढी फरक हुनु भएन। मिलिमिटर स्तरको शुद्धता चाहिन्छ। ओहो, कति सानो। हो, अनि यो सबै जाँचको रेकर्ड राखिन्छ त्यो कार्यविधिको अनुसूची 1 मा तोकिए अनुसार। अनि मानिलिनुस् त्यो यन्त्र बिग्रियो वा कतै टाढा लानु पर्यो भने? त्यस्तो अवस्थामा फेरि जाँच गर्नुपर्छ, पुनः जाँच गर्नुपर्छ। फेरि जाँच? हो, अनि त्यो तोकिएको सीमाभित्र आएन भने त मर्मत गर्न पठाउनै पर्यो। ल, यो त भयो यन्त्रको कुरा। अब नापजाँचको जग चाहिँ कसरी बस्छ? शुद्धताको आधार के हो? त्यसका लागि नियन्त्रण बिन्दु मतलब कन्ट्रोल पोइन्टहरू स्थापना गरिन्छ। कन्ट्रोल पोइन्ट? हो, यी भनेका जमिनमा बनाइएका पक्का स्थिर निशाना हुन् जसको अवस्थिति मतलब कोअर्डिनेट एकदमै सही रूपमा निकालिएको हुन्छ। पहिले नै थाहा भएको बिन्दु? हो, यिनै बिन्दुहरूलाई आधार मानेर अरू जग्गा नापिन्छ अनि पुरै क्षेत्रको नक्सा सही ठाउँमा, सही स्केलमा बस्छ। यी बिन्दुहरू कसले दिन्छ? यो खगोल तथा भूमापन महाशाखाले उपलब्ध गराउँछ। तर कतै पुगेन भने नापी टोलीले नै थप स्थापना गर्नुपर्छ। कसरी स्थापना गर्छन्? त्यसको पनि प्रक्रिया छ। योजना बनाउने, फिल्डमा गएर हेर्ने अनि तोकिएको स्पेसिफिकेसन अनुसार पक्की संरचना बनाउने त्यो अनुसूची 2 र 3 मा छ। अनि टाढा टाढासम्म नाप्दा पनि त्रुटि एकदमै कम हुनुपर्छ। जस्तै स्केल एरर 1.2000 भन्दा कम हुनुपर्छ। यसले नक्साको समग्र शुद्धता कायम राख्छ। ल, कन्ट्रोल पोइन्ट पनि भयो। अब वास्तविक फिल्डमा जग्गा नाप्ने काम कसरी हुन्छ? के रेकर्ड हुन्छ त्यहाँ? अब फिल्डमा प्राविधिक टोली जान्छ। उनीहरूले टोटल स्टेसन प्रयोग गर्छन्। त्यो यन्त्रले हरेक कित्ताको कुना नाप्छ। साथै घर, बाटो, कुलो,
पर्खाल, बिजुलीको पोल जस्ता महत्त्वपूर्ण स्थायी संरचनाहरू पनि नापिन्छ। के नाप्छ? स्थान? हो, तिनको सटीक स्थान। मतलब पूर्व पश्चिम दूरी जसलाई इस्टिङ भनिन्छ, उत्तर दक्षिण दूरी नर्थिङ अनि उचाइ एलिभेसन, यी सबै डाटा यन्त्रमै डिजिटल रूपमा रेकर्ड हुन्छ। सबै डिजिटल? हजुर, तर सँगसँगै एकजना स्केचर पनि हुनुहुन्छ। उहाँले हातले नै फिल्डको एउटा कच्चा नक्सा, फिल्ड स्केच बनाउनुहुन्छ, त्यो अनुसूची 7 अनुसार। हातले पनि? किन? त्यो पछि कम्प्युटरमा नक्सा बनाउँदा सजिलो होस् भनेर। अनि नापिएका वस्तुहरूलाई विशेष कोड पनि दिइन्छ अनुसूची 6 अनुसार, जस्तै घरको कोड, बाटोको कोड। कोडिङ पनि। अनि अरू केही सङ्कलन हुन्छ फिल्डमा? हुन्छ नि। जग्गाधनीबाट आवश्यक कागजातहरू पनि सङ्कलन गरिन्छ, जस्तै नागरिकता, लाल पूर्जा, तिरोतिरेको रसिद। ल, फिल्डको काम सकियो। अब त्यो यन्त्रमा भएको डिजिटल डेटालाई नक्सामा कसरी बदल्ने त? कम्प्युटरमा के हुन्छ? हो, अब फिल्डबाट त्यो र डाटा ल्याइन्छ नि, त्यसलाई पहिले कम्प्युटरले बुझ्ने सरल फाइल ढाँचामा, मतलब .csv फर्मेटमा बदलिन्छ अनि सुरक्षित राखिन्छ। अनि त्यसपछि नापी विभागले तोकेको विशेष GIS सफ्टवेयर र पार्सल एडिटर एप्लिकेसन भन्ने हुन्छ, त्यो प्रयोग गरिन्छ। पार्सल एडिटर? हो, त्यसैमा एउटा खाली डाटाबेस बनाइन्छ पहिले अनुसूची 9 अनुसार, अनि त्यो फिल्ड स्केच र पोइन्ट डाटाको आधारमा किताहरू कोरिन्छ। त्यसैलाई डिजिटाइज गर्ने भन्छन्। कम्प्युटरमै किता कोर्ने? हो, अनि जग्गाधनी, मोही आदिको विवरण, जसलाई एट्रिब्युट डाटा भनिन्छ, त्यो पनि त्यही भरिन्छ। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने नि, त्यो नक्सामा कतै खाली ठाउँ छुट्यो कि, ग्याप भयो कि, वा एउटा किता अर्कोमा खप्टियो कि, ओभरल्याप भयो कि, त्यस्तो हुन सक्छ। हो, त्यो जाँच्नलाई टोपोलोजी रुल लगाइन्छ। यो भनेको नक्साको गुणस्तर जाँच्ने स्वचालित नियम हो, अनुसूची 13 मा छ। सफ्टवेयरले आफै जाँच्छ? हो, यसले नक्सालाई गल्तीरहित बनाउन मद्दत गर्छ। मानौ पजलका टुक्राहरू ठक्क मिले जस्तो। कति सजिलो। नक्सा त तयार भयो। अब त्यसपछिका अन्तिम चरणहरू के हुन्? दर्ता प्रक्रिया कसरी पूरा हुन्छ? अब त्यो तयार भएको नक्सा र डाटा पूर्ण र सही छ कि छैन भनेर फेरि जाँच गरिन्छ। त्यसको लागि चेकलिस्ट नै हुन्छ, अनुसूची 15 अनुसार। फेरि जाँच? हो, अनि त्यसपछि 7 दिने सार्वजनिक सूचना निकालिन्छ। सूचना? किन? कसैको दावी, विरोध वा गुनासो छ कि भनेर। यदि केही रहेछ भने यही बेला सच्याउने मौका मिल्छ। यसले पारदर्शिता बढाउँछ नि। हो त। त्यो सूचनाको नक्सालाई फेरि फिल्डमा लगेर पनि भेरिफाई गरिन्छ। फिल्डमा पनि? हो, अनि सबै ठिकठाक भएपछि बल्ल जग्गा नाप जाँच ऐन र नियमावली अनुसार जग्गा दर्ता गरिन्छ। दर्ता? अनि पूर्जानी? त्यो जग्गाधनी दर्ता किताब, जसलाई श्रेष्ठा भन्छन्, अनि जग्गाधनी प्रमाण पूर्जा, त्यो पनि त्यही पार्सल एडिटर सफ्टवेयरबाटै तयार हुन्छ। सफ्टवेयरबाटै? हो, त्यसमा जग्गाधनीको फोटो र औँठा छाप सहितको डिजिटल रेकर्ड हुन्छ। पछि नक्सा अद्यावधिक गर्नु पर्यो भने पनि यही प्रणाली प्रयोग हुन्छ र हरेक परिवर्तनको लग, मतलब इतिहास, रेकर्ड रहन्छ। अनि डाटा सुरक्षा नि हरायो भने? त्यसको लागि नियमित ब्याकअप लिइन्छ, मासिक रूपमा, अनि वर्षको अन्त्यमा नापी विभागमा पनि पठाइन्छ। ल, प्रक्रिया त निकै विस्तृत रहेछ। त्यसो भए यो सबैको निचोड के हो त? यो डिजिटल प्रणालीले जग्गा प्रशासनमा खास के फरक पारेको छ? अब छोटकरीमा भन्नुपर्दा यो डिजिटल प्रणालीले नेपालको जग्गा प्रशासनमा एक किसिमले क्रान्ति नै ल्याएको छ भन्नुपर्छ। क्रान्ति नै हो, किनभने यसले नापजाँचमा पहिले कहिले नभएको शुद्धता ल्याएको छ, काम छिटो भएको छ अनि पारदर्शिता पनि बढेको छ। सबैभन्दा महत्त्वपूर्ण चाहिँ देशभरि एउटै प्रक्रिया र मापदण्ड लागू भएपछि जग्गा सम्बन्धी विवादहरू कम गर्न ठूलो मद्दत पुगेको छ। विवाद कम हुनु त ठूलो कुरा हो नि। यसले भूमिको व्यवस्थित उपयोग र योजना निर्माणका लागि पनि एउटा बलियो आधार तयार पारेको छ। आजको यो गहिरो छलफलको अन्त्यमा श्रोताहरूलाई एउटा सोच्न पर्ने कुरा छोडेर जाउँ न त। हुन्छ। के यसरी तयार भएको यो विस्तृत डिजिटल भूमि सूचना प्रणाली भविष्यमा भूउपयोग योजना बनाउन वा प्राकृतिक प्रकोपको जोखिम व्यवस्थापन गर्न, शहरी विकास गर्न वा ठूला पूर्वाधारहरू बनाउन यस्ता अन्य महत्त्वपूर्ण राष्ट्रिय कामहरूमा पनि सोच्दै नसोचेको तरिकाले सहयोगी हुन सक्ला त? यो साँच्चै नै सोच्नुपर्ने कुरा हो। यसको सम्भावना धेरै छ। यसैमै विचार गरौँला। आजको लागि यति नै गरौँ। धन्यवाद। धन्यवाद।